यो हो रामाटारको सेन्टर लुबु यसो गरेर दाहिनेतर्फ गाडी आउँछ आउँछ अनि आउँछ त आउँछ कतिखेर आउने साझा बसमा हामी चढेर जाने हो ल आउँछ उता बस्नुपर्छ अब जाने हो हामी जाने हो ल त्यहाँ बसिराख्नु लाग्यो लामाटार ए हो छिर्नु दिन्छ ए ए ल ल ल धन्यवाद तपाईँलाई ल फाइनली हामी दिदीले उहाँ जानु भन्नुहुँदैछ कि अनि त्यही भएर फाइनली हामी लामाटार पनि होइन अरे त अर्को खोइ के पो अरे मजाले यहाँ सयपत्री फुलिरहेछ कस्तो मजाले कस्तो राम्रो देखेको दिदी कस्तो दामी देखेको के अन्त लामाटारमा छौँ है गाइज या दिदी बल्ल बल्ल आयौँ कति दिन बादमा आइपुग्यौँ कति दिन बादमा आइपुग्यौँ कुरा गरेको 15 दिनभन्दा बढी भयो फेरि के पो लामाटारदेखि अलिक के भन्नु होटल पार्क ए माथि पार्क छ अरे हौ यो पार्क हो क्या अरे कस्तो मजाले फुलिरहेछ फुलहरू यसरी हेर्दा पनि हुन्छ ल हामी आज बल्ल हाम्रो गन्तव्यमा आयौँ लामाटार लास्ट चाहिँ ढुङ्गिन हो यो यहाँ हेर्नु यो पार्क हो यो सयपत्री फुलहरू यहाँ फुलिरहेको छ ढकमक्क बस स्टप त्यहाँ त्यो चाहिँ नर्सरी रहेछन् त्यो पर डाँडा पडा हरियो हरियो चिसो चिसो बतास कस्तो दामी देखेको भगवान् हिमाल पनि देखिरहेछ नि त ओहो पर हिमाल तर यहाँ उसमा चाहिँ आउँदैन रहेछ भिडियोमा चाहिँ आएन हिमाल यहाँबाट हिमाल त ती देख्दो रहेछ झन् है अहिले राम्रो आयो भने त्यता खिच्नु धेरै देख्दो रहेछ क्या तर यता चाहिँ यता यता चाहिँ हेर्नु न त्यहाँ चाहिँ हिमाल छ पुरा 1 2 3 के हिमाल हो त्यो त नाम चाहिँ हाम्रो घरबाट देखिने हिमाल हुनु चाहिँ हो तर यहाँ अलिक ठुलो यहाँ चाहिँ अलिक ठुलो देख्दो रहेछ है आज बडा राम्रो